आजको भ्लग जिममा मात्र देखिन्छ अब है एकदम मिठो छ भित्रबाट होइन गाइस उसले चाहिँ अब अलिकति प्रब्लम आएछ यसले अब यो जिम गर्नेहरूलाई छ नि राम्रो क्या अब हेल्दी भनौँ न ओट्स सो हेलो एन्ड नमस्ते वान सबैलाई स्वागत छ मेरो भ्लगमा आज चाहिँ अब हामी जिम सुरु गर्न लाग्यो होइन अब चाहिँ अब बिहान दिउँसो दिन यस्तो नि भयो होइन हाँसु चाहिँ मलाई चाहिँ फेरि अनि अब चाहिँ हामी जिम गर्न लाग्यो पहिला चाहिँ अब ओट्स किन्न जाउँ ओट्स र बनाना किनौँ है र सामान हामी केरा खाइसक्यो किनकि पनि प्रि वर्कआउट मिल हो अर्को केरा बनाना प्रि वर्कआउट मिल यसले चाहिँ एनर्जी दिन्छ क्या तपाईँहरूलाई हामीलाई अब आजको भ्लग जिममा मात्र देखिन्छ अब है कहीँ जानै पर्दैन अब आज सिधै जिम जाने हो आज ओट्स किन्नु पर्यो ओट्स किन्न जान्छु ओट्स चाहिँ अब भोलि खान्छ होइन आज खाना टाइम मिलेन आजलाई छोटो डाइट उयो बनाना हो ल जाउँ ओट्स किन्ने ठाउँमा भेटौँ अनलाइन ओट्स भने त्यो अब खोज्न पाएन होइन अब सस्ता अब नर्मली हो यो खोज्दा पनि मलाई झ्याउ लाग्छ है ओट्स चाहिँ यहाँ रहेछ होइन अब यो ओट्स राम्रो हो कि होइन भन्नेमा हो क्या मलाई चाहिँ किनकि लेस अब खाएपछि राम्रो खाउँ न भने यो चाहिँ खासै राम्रो होइन जस्तो लाग्छ मलाई अनि अर्को त कुन लानुहोस् त एउटा यस्तै आएछ सो गाइस उसलाई चाहिँ अब अलिकति प्रब्लम आएछ अब हामी अर्कै ठाउँमा जाने यहाँ किनकि यहाँ ओट्स छैन रहेछ भने सोचे जस्तो राम्रो अब अस्ति यही हेरेर चाहिँ अब पर्ला है यो राम्रो छ नि यो भने खासमा हामीले हेर्नुपर्ने हो भने यस्तो हो क्या होइन सुगर कतिको छ प्रोटिन कतिको छ भनेर त्यसै पनि एकदम ठुलो हो यो पनि राम्रो हो हेर्न नि होइन यो राम्रो लाग्यो मलाई अनि त्यसपछि सबै अहिले हामीले एउटा लियो अस्ति हामीले पिनट बटर लिएको थियो फेरि हामीले एउटा पिनट बटर लिएको थियो किनकि अस्तिको यो चक्लेटमा भयो होइन अब चाहिँ यो क्रिमीमा क्या दुइटा भयो भने बेस्ट हुन्छ प्लस हामीले यस्तो पनि एउटा दिनुपर्ने किन त एउटा 60 लिनु पऱ्यो पहिला पनि लिएको थिएँ मैले यो अहिले कहाँ गयो गरेर यो बिहान खाँदा राम्रो हो त्यो 60 पहिला यति हो त्यहाँ मात्रै लगाउँ होला है मलाई चुस किन्नु त एउटा अहिले होस् न हे अहिले ल्याएन अरे म झ्याउन म त जुस खाने एउटा पाएँ नि त्यही ठाउँमा प्याक गरिहाल्नु पक जुस एउटा लिएर सामान किनेर हामीले यसमा चक्लेट एड गरेछौँ प्लस यसको फोन बिग्रियो अरे यसो के बिग्रियो भने अब अहिले कुन चक्लेट एड गर्यो भाइ यो चाहिँ प्रोटिनवाला चक्लेट हो क्या यो के गर्छ भाइ यसले अब यो जिम गर्नेहरूलाई छ नि राम्रो क्या अब हेल्दी भनौँ न ओट्स खै प्राइस त थाहा भएन यसको प्राइसै लेखाएको छैन रहेछ हुन्छ बिगारौँ न एउटा हुन्छ साँच्ची मैले साँच्ची भने हो ल सो गाइस हामी चाहिँ कार्डियो रुममा आइसकेको छौँ होइन कार्डियो हलमा अब हामी कार्डियो गर्छौँ पहिला यहाँ जिमर राइट ल यहाँ चाहिँ भ्लगमा आउँछ है यस प्रकारका छ होइन चेस्ट गर्छौँ मिक्स गर्छौँ हामी पहिला है ल पहिला हामी मिक्स गर्छौँ चेस्टको दुइटा ब्याकको दुइटा अनि बाइसेप ट्राइसेप सोल्डर दुइटा गर्छौँ आज दुइटा आज त्यति मात्रै हो 3 दिन मात्रै गर्छौँ है गाइज
फर्स्ट एक्सर्साइज चाहिँ हाम्रो यो चेस्ट हुन्छ होइन यो चाहिँ यता गऱ्यो आज हामी लाइट वेट मात्रै हाल्ने ल लाइट वेट किनकि आज हाम्रो 10 मात्रै छ खै मनी धेरै पछि हामी किनकि आज धेरै पछि हालेपछि भोलि यो दुख्दै जान्छ क्या हाम्रो यो त्यसमा लाइट वेट ल सो गाइस हाम्रो चाहिँ यो चेस्टको सकियो दुइटा होइन आज हामी यो दुइटामा चाहिँ अप्पर माथि खेल्दैछौँ हाम्रो ब्याक एक्सर्साइज पनि सक्यो होइन दुइटा मात्रै खेलिरहेछ ब्याकको अहिलेलाई होइन 3 दिन पानीहरूलाई हरेक एक्सर्साइज सकेपछि 1 मिनट रेस्टमा चाहिँ पानी खानै पर्छ 2 घन्टा जति 1-2 गुट खाइराख्नु पऱ्यो अब ब्याकको गऱ्यो अब के गर्ने अब बाइसेप ट्राइसेपको बाँकी अब सोल्डरको पनि बाँकी छ सो गाइस अब चाहिँ हाम्रो सबै सक्यो होइन जिम होइन अहिले ड्रेसिङ फेस है अब प्रोटिन बार खान्छौँ हामी हाम्रो योगा बार रे यसमा हाम्रो ओट्सबाट बनेको आलमन्ड्स हनीहरूबाट बनेको छ होइन एकदम राम्रो छ यसमा हेर्न सक्नुहुन्छ प्रोटिनहरू धेरै नै छ 10% होइन 5.2 ग्रामहरू एकदम राम्रो छ जिम पछि खाँदा नि हुन्छ जिम अगाडि खाने हुन्छ दिउँसो चाहिँ खाइ नै हुन्छ हामी चाहिँ अब अहिले खाने होइन गाइस आजको लागि यति हो होइन भ्लग एन्ड नै हुन्छ अब हामी अर्को एकदम मिठो छ भित्रबाट होइन एकदम मिठो छ आजको लागि यति हो अब हामी अर्को भिडियोमा भेटौँला होइन टाटा बाई बाई